टसिदिले सम्पूर्णमा आज धेरै दिनको बादमा तिमीतारको बाटो आएको अनि एकदमै रमाइलो भएछ यो ठाउँ पनि। आज पानी पनि परिरहेको छ एकदम मजासँगले र यसो हजुरहरूलाई टिकाटको दृश्य पनि देखाउँदै सो भिडियो बनाउन मन परेर चाहिँ अनि भिडियो बनाउन लागिरहेछु र हजुरहरूले हेरिदिनु होला। र यहाँ अगाडि जानुहुँदैछ, यहाँ टिकाटनमा उहाँहरू अब यहाँ पत्ती टिप्नु हुनेहरू हो, यहाँ काम गर्नुहुन्छ उहाँहरू। प्रायः यहाँको इम्प्लोइजहरू अब धुरामा बस्नुहुन्छ। अनि तिमी टी भनेर यहाँनिर एउटा गेटमा लेखिएको छ। यहाँदेखि उँधो चाहिँ तपाईँको यो तिमी टी गार्डन फ्याक्ट्री चाहिँ यो हो। अनि यहाँनिर चाहिँ प्रायः जस्तो पर्यटकहरू आएर बिसाएर चिया पानी खाजा खाने गर्छ। अब हेरिहाल्ने दृश्य यसरी रोडमा पनि गरिरहेको छ। चिया खाजा खाने ठाउँहरू बनाइरहेको छ। हेरिहाल्नुहोस् टुरिस्टहरू उहाँहरू सबै यो यहाँ घुम्न मजा गर्न आउनु भएको टुरिस्टहरू हो। टुरिस्टहरू चाहिँ अलिकति बाटो चाहिँ छोड्नु मान्दैन सिक्किममा, त्यति नै हो। हेरिहाल्नुहोस् एकदम दृश्य राम्रो छ। एकदमै मजा गर्छ बाहिरको टुरिस्टहरू आएर। अहिले यो जति पनि यो बाटोमुनि बाटोमाथि देखिरहनु भएको छ चेरेगुरु, हामीले साधारण नेपालीमा यसलाई पैयुँ भनेर भन्छौँ। अनि यो फुलेको समयमा चाहिँ यति साह्रो राम्रो हुन्छ कि अब यो यहाँनिर। अनि सिक्किमको पनि लोकल टुरिस्टहरू एकदम बेसी, सिक्किमको बहुत बेसी आउँछ यहाँनिर। अनि सिक्किमको बङ्गालको ठाउँबाट यहाँनिर टुरिस्टहरू घुम्न आउने गर्छ। र हजुरहरूलाई पनि यो ठाउँमा भिजिट गर्नु आउनु मन पऱ्यो भने तपाईँहरू पनि भिजिट गर्न आउनुहोस् र मजाले यो ठाउँलाई भिजिट गरेर फर्किनुहोस्। तपाईँहरू त्यो राम्रो हुनेछ। हेर्नुहोस् यहाँतिर कन्स्ट्रक्सन हुँदैछ के हो, धेरै राम्रो बनाउनेवाला छ। हस् त धन्यवाद। फेरि यस्तै तिमीतारको टी गार्डनको दृश्यहरू लिएर आउनेछु। थ्याङ्क यू।